नमस्ते। आज म तपाईहरूलाई मतदाता नामावलीमा नाम दर्ता कसरी गर्न सकिन्छ अर्थात् मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि अनलाइन फर्म कसरी भर्ने भन्ने कुरा जानकारी दिँदैछु। यसको लागि सर्वप्रथम हामीहरू क्रोम ब्राउजरमा जानेछौँ र त्यहाँनिर चाहिँ हामीले www.election.commission टाइप गरेर सर्च गर्ने बित्तिकै इलेक्सन कमिसन नेपाल देखेको चाहिँ यो वेबसाइट देख्नुहुनेछ र यसरी यहाँनिर इलेक्सन कमिसन नेपालमा क्लिक गर्यो भने यस्तो देखिनेछ र यहाँनिर मतदाता नामावली प्री रजिस्ट्रेसन र अत्यावधिक भन्ने ठाउँमा क्लिक गर्नुपर्दछ। यसपछि नयाँ दर्ता लेखेको ठाउँमा क्लिक गरेर यहाँनिर आफ्नो मोबाइल नम्बर हाल्नुपर्दछ। जुन मोबाइल नम्बरमा चाहिँ तपाईको यो ओटिपी कोड आउँछ, जुन चाहिँ अहिले पछि यो क्लिक गरिसकेपछि चाहिँ हाल्नुपर्ने हुन्छ। यसपछि मोबाइलमा आएको 4वटा ओटिपी कोड त्यहाँ हानेर क्लिक गरिसकेपछि यहाँ नयाँ दर्तामा क्लिक गर्नुभयो भने हुनेछ। अनि यसपछि यसको लास्टमा चाहिँ क्लिक गर्ने र सुरु गर्नुहोस्मा क्लिक गर्नुपर्दछ। त्यसपछि स्क्रिनमा यस्तो देखिनेछ। यहाँ चाहिँ आफ्नो स्थायी ठेगानाको डिटेल भर्नुपर्दछ। हाम्रो नागरिकतामा स्थायी ठेगाना जे छ त्यही यहाँनिर हुबहु जस्ताको त्यस्तै भर्नुपर्ने छ। यो भरिसकेपछि यहाँ तल ग्रीन कलरको अर्कोमा क्लिक गरिसकेपछि फेरि यस्तो पेज आउँदछ। यो चाहिँ व्यक्तिगत विवरण हो। यो पनि मिस्टेक नहुने गरी जस्ताको तस्तै भर्दाखेरि राम्रो हुनेछ। यो पनि भरिसकेपछि यहाँ तल अर्को भन्ने अप्सनमा क्लिक गर्ने। त्यसपछि फेरि यो विवरण आउँदछ। यो चाहिँ नागरिकताको विवरण हो। यो नागरिकताको प्रमाणपत्र नम्बर यिनीहरू यो डिटेलहरू सबै जस्ताको तस्तै भर्नुपर्दछ। यो भरिसकेपछि यो तल नागरिकताको फोटो अपलोड भन्ने ठाउँमा अगाडिको फोटो नागरिकताको फोटो क्लिक गरेर अगाडिको अपलोड गर्नुपर्दछ। त्यसपछि चुज फाइलमा क्लिक गरेर पछाडिको नागरिकताको फोटो अपलोड गर्नुपर्नेछ। यसपछि तल स्क्रोल गरेर सेभ ड्राफ्ट गरी अर्कोमा क्लिक गर्ने। यसपछि यस्तो पेज आउँदछ र यसलाई पनि अब तपाईँ अपाङ्गता हो भन्दाखेरि होइन भन्नेमा क्लिक गरेर नेक्स्टमा क्लिक गर्ने र यहाँ पनि डिटेल भर्नु र यहाँ तल चाहिँ हामीहरू कुन डेटमा चाहिँ जिल्ला निर्वाचन कार्यालयमा जान पाउँछौँ त्यो डेट लेखेर क्लिक गर्ने र अर्कोमा क्लिक गर्ने। यसपछि दर्ता गर्नुहोस्मा आउँछ। दर्ता गर्नुहोस्मा क्लिक गरिसकेपछि चाहिँ हाम्रो दर्ता सफल भयो। यहाँ डेट मिति सबै डिटेल दिया हुन्छ र यो फाइललाई चाहिँ सेभ गर्नको लागि माथि पिडिएफ फाइलमा क्लिक गर्नुभयो भने सम्पूर्ण डिटेल आउँछ। त्यहाँ क्लिक गर्ने र पिडिएफ फाइलमा सेभ गर्ने, आफ्नो कुन चाहिँ फोल्डरमा राख्ने हो त्यो फोल्डरमा। यति गरिसकेपछि हाम्रो प्री इनरोलमेन्ट अर्थात् मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि अनलाइन फर्म दर्ता प्रक्रिया चाहिँ सम्पन्न भयो। यहाँहरू पनि यसै गरेर आफ्नो अनलाइन फर्म चाहिँ फिलअप गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।